वेलकम ब्याक टु माई न्यू भिडियो। दिनको सुरुवात भइसकेको छ होइन। अनि अहिले चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँले मौसम पनि एकदम ब्युटिफुल छ। अनि आज चाहिँ न्यू इयर परेको कारणले हामी चट्ट लाग्दिनको अलिकति टाढैको यात्रा होइन। तपाईँहरू चाहिँ सक हुनु भइरहेको होला यो भिडियो चाहिँ न्यू इयरको किन भन्दैछ भनेर। यो भिडियो चाहिँ खासमा न्यू इयरको भिडियो हो र मैले अहिले अपलोड गर्दैछु किनभने बल्ल एडिटिङ गर्न सकिँदैछ। सो लास्टसम्म हेरिदिनु होला सबैजना है त। पेट्रोल सेट्रोल सबै हालिसक्यो हामीले। अब यस्तै छ जिन्दगी होइन। एक दिनको रमाइलो होइन, रमझम भयो भने रमाइलो गर्नुपर्छ। अब हामी यहाँबाट पहिला सामान उठाउँछौँ अनि यहाँबाट चाहिँ हाम्रो डाइरेक्ट अब हुन्छ नि त सिधा हुने छ है। ल अब सिधै गएर हामी चाहिँ मेन रोडमा। अहिले चाहिँ हामी चाहिँ चट्ट यो हुन्छ नि त भइसक्यो भनौँ। अब यहाँबाट हामी चाहिँ राइट लाग्नुपर्ने हुन्छ, यहाँबाट हामी कुलेखानी हुँदै जानुपर्ने हुन्छ। अब यस्तै छ जिन्दगी यही हो। अब यहाँबाट चाहिँ एकदम दामी दामी बाटो विथ होइन। अब भ्यू पनि यस्तो दामी दामी छ होइन। तपाईँहरूले चाहिँ चेकआउट गर्न सक्नुहुन्छ भिडियोमा। आम अब तपाईँहरूले रियल भ्यू रियल मजा अब रियल हेभन अब हुन्छ नि त। लाइक तपाईँहरू जानु भएकोले त त्यो ठिकै छ होइन। अब त्यो चाहिँ अब चाहिँ यहाँबाट स्टार्ट हुनेवाला छ। यु क्यान वाच टिल द एन्ड होइन। ल अब यति भन्दै अब हामी लादिनु पर्ने हुन्छ। ल यहाँ चाहिँ एउटा कुरा तपाईँहरूलाई म के भन्न चाहन्छु भने यो सायद 3 जनै छ नि होइन। जुन यो म चाहिँ पुगिसकेँ त्यो ठाउँमा। सायद यो 3 जनै अहिलेसम्म पुगेको छैन मलाई लागेसम्म चाहिँ। A few moments later चाहिँ लाइक भीमपेदी कटिसक्यो होइन। भीमपेदी त्यो भीमपेदी अनि यो अहिले चाहिँ लाइक यो अब देउरा डाँडो चढ्ने हो होइन। अब लोड छ कि उकालै यस्तो छ बाटो यताउता 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 खाल्डा खुल्डा लाइक सिन्धुलीको बाटो जस्तो छ यो चाहिँ। अब लाइक यहाँ चाहिँ एकदम गाडीको पछाडि चाहिँ हिँड्ने होइन यहाँ। ल यहाँबाट चाहिँ जुरीखेत चाहिँ अब 2 किलोमिटर मात्र छ। गोल्पोमा चार्ज पनि धेरै छैन। म चाहिँ सानो सानो क्लिपहरू मात्र लिनेछु। यस्तै छ बाटो चाहिँ पुरै यो अलिकति हुन्छ नि त प्लेन एरिया हुन्छ नि त। अब सिधै यो ओह्रालो चाहिँ त्यस्तो त्यस्तो होइन क्या। सिधा बाटो भए भए चाहिँ अलिकति झन् यसमा चाहिँ मान्छेहरू चाहिँ एकदम आकर्षित हुन्थ्यो होइन। तर यो चाहिँ अलिक डाँडामा छ कि चाहिँ यस्तो यहाँ तलबाट होइन माथि आउनुपर्छ आमा। अनि यहाँ त्यो माथि खाल्डो खुल्डो हेर्नु बाटोहरू खत्तम छ। यही हो भीमपेदी होइन। तपाईँहरू देख्न सक्नुहुन्छ। अनि अहिले चाहिँ हामी चाहिँ लाइक यो माथि जाने बाटो चाहिँ छिरिसक्यो होइन ड्यामबाट। अनि बाटो कन्डिसन तपाईँहरू थाहा नै छ होइन। अब आउनेहरूलाई त अभियसली थाहा नै हुन्छ। यस्तै छ यो अब सब रोड चिल्लो होइन। तर लाइक डेस्टिनेसन चाहिँ राम्रो हुन्छ तर बाटो खत्तम भनेकै नेपालको चाहिँ मलाई। अनि जहाँ झ्याउ लाग्थ्यो यस्तो बाटो झन् त्यही माथि झन् अब सामानहरू बोकेर हिँड्दैन त्यो होइन। जुन सामान चाहिएर हुन्छ नि त साधनको लागि ओ पछाडि क्यान्टर गराइरहेको छ बाइकहरू केही छैन। तर उता पुगेर गाडी साडी छिरेर राइट साइड गर्न त्योहरू केही छैन। त यहाँ यस्तो तपाईँहरू देख्न सक्नुहुन्छ होइन। मान्छे यस्तो भिड छ नि आज। त्यही माथि झन् यो गाडी त्यहाँ झन् गाडी अड्ने भनेको एउटा हो होइन। यो वेमा झन् ठुलो गाडी आयो भने त अर्कै हुन्छ फिक्स त्यो ग्यारेन्टी हुन्छ होइन। अनि तपाईँहरूले एउटा कुरो याद गर्न सक्नुहुन्छ यहाँतिर होइन। बाटो झन् सबै पहिरो गएको कि पहिला यो लाइक त्यस्तै 1 वर्ष अगाडि चाहिँ यो बाटो एकदम राम्रो थियो। यो बाटो आउनमा आएकोसम्म रुचाउँथ्यो कि धेरै होइन। अहिले त बाटो हेर्नुपर्छ महा खत्तम। अनि यहाँ तलतिर नि बोटिङ गरेर लाइक पिकनिक स्पोट छ यहाँतिर नि यहाँ तलतिर नि होइन। तर हामी जाने भनेको चाहिँ सिधै गएर हामी चाहिँ मार्कु जाने हो। यस्तै छ यी बाटो चिल्लो पिरो अमिलो चिल्लो पिरो अमिलो चट्टै आमा। तर केही छैन यतिको त घरतिर चलाएर हो। डर सर केही लाग्दैन मलाई चाहिँ। सिक्ने यस्तोमा सिकेँ हो नि त मैले त दोष। मैले ओभरटेक नहान्छौँ त्यसले हान्दैन त्यो त कन्फर्म हो। मालूम है तेरे बाप को मत सिखा चल। And you can check it out the jam, the condition of the road and oh my god jam उताबाट सुरु भएर हैन इन्डिङसम्म देखाउँछु म। यु क्यान चेक हैन। यो छ नि योबाट लाइक यतासम्म कहाँसम्म छ भने ओ त्यो गाडी देख्नु भइरहेको नि तपाईँले सेतो होइन लाइक यो यहाँसम्म चाहिँ छ। अनि यस्तै छ कन्डिसन। अब यहाँबाट गाडी फर्किरहेको छ फेरि होइन। यो जाम कहिले पुग्छ थाहा छैन तर आउन त आइरहेको छ। लाइक यो ठुल्ठुलो बसहरू आयो भने चाहिँ एकछिनमा खोलिन्छ। ल केटाहरू कस्तो भइरहेको त राइड अनि बाटो चिल्लो पिरो एकदम बिजोग रमाइलो भएर तलको भ्यू पनि हेर्न सक्नुहुन्छ एकदम मिठो। A few moments later
my god. Body back. Oh, back. Come on, back. ल अहिले चाहिँ अलिकति जाम अलिकति रिली भएको जस्तो लाग्यो मान्छेहरू त्यस्तै छ फाइनल्ली अहिले चाहिँ हाम्रो जाम पुगिसक्यो हेर्नु न जाम आमा यो त सिन्धुलीको जाम जस्तो भयो यार खतरनाकै जाम डिजर्भ हेर केटा हो नसक्ने भो माई गॉड कंट्रोल त्यो फेरि त्यहाँ अड्क्यो त्यहाँ ऊ अब यहाँ पनि अड्किने होला फेरि यत्रो जाम चाहिँ सक्दैन फेरि खोइ त त्यो त अड्क्यो त यार कहिले निस्किने यार जाम गुलो त्यो त जाम सुरु भयो क्या फेरि ल अनि फाइनल्ली हामी चाहिँ मार्कु आइपुगिसक्यो है ल यति हो मार्कु चाहिँ हामी उतातिर जाउँ जस्तो लाग्यो त्यो सब प्याक रहेछ है हेर्नु सक्नुहुन्छ आमा उयो ग्राउन्ड शुद्ध प्याक कहीँ खाली राखेन कहीँ राखेन पिकनिक स्पोट आमा गाह्रो हजुर गाह्रो ओ भाइ चक्लेटमा ओ चक्लेट ओ ची सिरम ओ चक्लेट ओ चक्लेट फाइनल्ली केटाकेटी हो मार्कु चाहिँ हामी इन्टर भइसकेको छ होइन यही अगाडि चाहिँ मार्कु चाहिँ अब हेर्नु है तपाईँहरू डेन्जर म अब सिनेमेटिक भ्यूहरू देखाउँछु तपाईँहरूलाई यु क्यान चेक इट आउट अन द युट्युब ओके मार्कु होइन मार्कु चाहिँ आइपुग्यो हामी अब यही चाहिँ सब पार्किङको त्यहाँ साधन त कति अनि अब चाहिँ हामी खाजा खान जान लाग्यो चल्देर केटाहरू यहाँ छ पायो पछाडि होइन चाहिँ त भ्यू द अप्टिकल भ्यू होइन कस्तो टल्क्याएर न त्यो उयो के मलाई है हेर टिरिक टल्क्या खायो नसक्नु घाम फेरि ओभर डेन्जर लागेको छ आज होइन यहाँ तल चाहिँ पार्किङको देखिन्छ म चाहिँ अलिकति बाटो भएर माथि राख्दै किनभने मलाई बिकज इट्स नट माई फर्स्ट टाइम गाह्रो छ गाह्रो हामी चाहिँ भ्यू पोइन्टमा आइसक्यो होइन चेक इट आउट वाउ लभ तल जाउँ त्यो चाहिँ कुराखानी भएको सेकेन्ड अरूमा थाम्दैन होइन माई गॉड पुग्यो नि त फाइनली जाम पछि पुग्यो नि फाइनली बाँकी भने पौडी खेल्न बाँकी छ क्या फाइनली ओ माई गॉड अहिले बोटिङ पनि हानेछ बोटिङ गएर अब पहिला हामी खाजा खान्छौँ एक्सपिरियन्स गर्छ यहाँतिर होइन नयाँ नयाँ कुराहरू एक्सपिरियन्स गर्नुपर्छ यहाँ चाहिँ हामी खाजा खाएर सट्ट एकछिन बसिरहेको थियो यहाँ चाहिँ के भयो भने बोटिङहरू गर्छु भनेको थियो बोटिङहरू चाहिँ केही गर्न नपाउने भयो किनभने टाइम पनि थिएन 4:30 भइसकेको थियो र यहाँबाट चाहिँ हामी भेडा फार्म गएको थियो त्यहाँको चाहिँ मैले सानो क्लिपहरू चाहिँ लिएको छु तपाईँहरूले हेर्न सक्नुहुनेछ अनि त्यहाँबाट चाहिँ हामी फेरि मार्कुदेखि चितलाङ हुँदै हामी पालुङ हुँदै चाहिँ हेटौँडा आइपुगेको थियो यो चाहिँ सानो क्लिपहरू
मार्कुबाट निस्केर अब चाहिँ चितलाङ लाग्न लाग्यो होइन बाटो कन्डिसन हेर्नु फेरि सेम बट डिफ्रेन्ट भएर चाहिँ भइरहेछ होइन अब चाहिँ यहाँबाट चाहिँ चितलाङसम्म चाहिँ बाटो चाहिँ यस्तै छ बिचतिर एकै ठाउँमा चाहिँ पिच छ जान अगाडि नत्र भए बाटो चाहिँ यस्तै हो यहाँतिर डिलक्स हो यो ओइ फ्याङलाई यो तलको मार्कुल भन्ने चाहिँ होइन हजुर खाजाको भने दारू खान ठिक्क दारू चट्टा हाल्दा के वाउ ल अब यस्तै छ बाटोहरू तपाईँहरू मेरो अब ब्लगहरू हेर्दा तपाईँहरू रमाइलो भयो होला होइन लाइक सब्सक्राइब सेयर पनि गर्न नबिर्सिदिनु होला यसै भन्दै अब चाहिँ म डाइरेक्ट गएर पिछेतिर भेट्छु किनभने ब्याट्री धेरै छैन क्या जाँदै छैन त्यही माथि बाटो लङ बाटो छ नि तिनीहरू त्यही भएर म सर्ट भिडियोहरू चाहिँ क्लिप्दै लिन्छु त्यही अनुसार चाहिँ भिडियोहरू हाल्छु ओके अनि सक्दैन नि फेरि बाटो ठ्याक्क सकिरहेको फेरि अन गर्ने बित्तिकै गजब बेइज्जती है हो कि क्या हो बाटो सही छ त बाटो त नि हो कि क्या त्यसले भन्छ कडा हो अहिले चाहिँ चितलाङतिर है चितलाङतिर या here you go दियो मारो कडा हो अब नयाँ वर्ष हिँडेको छ वर्षभरि हिँड्ने भयो हो कि क्या हो जहाँ पुगे नि पुगोस् न जहाँ पुगे नि पुगोस् न होइन पेट्रोल छैन मार्छ त हो यस्तो दाबले त चिरिपै त्यस्तो पनि हुन्छ गरी महिनामा जाडो सक्दैन नि फेरि अब यहाँबाट छुट्टिन्छ जस्तो लाग्यो थिएँ मलाई कि होइन जुन फेरि तिमीलाई यहाँबाट चितलाङ अर्ग्यानिक भिलेज दाजु सिम भन्ज्याङ जाने रोड कता हो सिधै हो हस् धन्यवाद ल केटाकेटी हो अब चाहिँ हामी सिम भन्ज्याङ तर्फ लाग्न लाग्यो अनि हो कि क्या हो सक्दैन भिडियो बनाइरहेको हो कि क्या हो पालुङ पुल आइपुग्यो है पालुङ पुल आइपुग्यो पालुङ पुल आइपुग्यो है पालुङमा आइपुग्यो यस्तो छ है बाटोहरू चाहिँ चट्टै चिप्पै है केही देखाएको छैन नाइट लाइफ अब पालुङ भर्खर पुल पनि देख्यो होला तपाईँहरूले अब पेट्रोल खोज्नु पर्ने हुन्छ हामीले होइन ए थाहा मलाई अब यहाँबाट त्यो हराउँछ क्या आज अब यहाँबाट मलाई थाहा छ कहाँबाट जाने भन्छ मलाई थाहा छ कहाँबाट भन्दा कहाँबाट बाटो थाहा छैन हामीलाई त कहाँबाट ल हामी चाहिँ यहाँबाट चाहिँ अब सिधै जानुपर्ने हुन्छ मैले खाना खाने ठाउँ तिमीलाई देखाउँछु म अब म यहाँ सामान किन्न आएको थियो यहाँ हो कि यहीँतिर छ कि एउटा त्यो सामान रबर यहीँ हो रबर एउटा किन्न आएको थियो यहाँतिर रबर कपालमा बान्ने रबर यहाँसम्म यहाँतिर थियो कि खाना खाने के गरेर आज आउनु के गर्न आएको के गर्न आएको थियो काठमाडौँबाट फर्किने बेलामा क्या यही बस्छ मिठो छ मिठो यही बस्छ होइन त्यहाँ ए के भएर होइन भरे होइन हेर्ने पनि गर्नुपर्छ क्या अलिअलि त मैले के गर्छु रहेछ भन्दा आएको होइन
निकल लौड़े। तिरिन्छ है? अनि त्यही हो हामी चाहिँ त्यहाँ पेट्रोल सेट्रोल हालेर त्यसपछि निस्केँ लाइक हामी 11:30 बजीतिर चाहिँ हामी घर आइपुग्यो अनि अहिले चाहिँ हामी 12 बजी अहिले चाहिँ 12 बजिसक्यो लाइक मैले भिडियो इन्ड गर्न बिर्सेछु त्यही भएर चाहिँ फेरि पनि भिडियो इन्डको लागि गर्नको लागि चाहिँ फेरि रेकर्ड गरिरहेको छु अब यति भन्दै नयाँ नयाँ भिडियोहरू आउँछ अझै बिस्तारै है तपाईँहरू चाहिँ लाइक सब्सक्राइब अनि सेयर हाल्नु चाहिँ नबिर्सिनु होला अनि साइडको बेल आइकनलाई क्लिक हान्ने ल अलमा राखिदिनु होला है त ओके जय नेपाल।